हेलो नमस्कार सबैलाई। आज छुट्टीको दिन खाना बनाउन लाग्यो। बजारबाट थियो प्याकेट कुखुराको पान्डा लिएर आएको। अब यसलाई टक्क हट वाटरमा उमाल्ने हो। पान्डालाई बोइल हुनलाई अब ग्यासमा राखेको छ। यसमा हल्का प्रेसर राखेर 15 मिनट उमाल्नुपर्छ। पान्डा बोइल हुँदासम्म यतातिर टक्क त्यसको लागि मसलाहरू प्याज लसुन खोर्सानी अदुवा टमाटर काटेर रेडी बनाऊ। काट्ने कुराहरू चाहिँ काटिसक्यो। प्याज लसुन खोर्सानी टमेटो अदुवा, यसमा जिरा अदुवा मजाले पिस्ने हो। अब थोरै जिरा हाल्ने। अब जिरा पिस्नलाई त भुटेको जिरा अलिक सजिलो हुन्छ पिस्न, तर त्यसमा अलिक स्वाद कमै आउँछ। त्यसैले म चाहिँ भुटेर पिस्दैछु। पान्डा चाहिँ अहिले यतिको भइरहेछ। त्यसलाई अझै भुट्नुपर्छ। यो पड्केर जबसम्म यहाँ कालो कालो हुँदैन तबसम्म भुट्ने हो यसलाई मजाले। जस्तो अब मान्छेहरूले रक्सी खाने मान्छेहरू चिकन बनाउँछ नि, त्यही टाइपले मैले बनाउन गइरहेको छु। अहिले चाहिँ मैले यसमा के हालेको थिएन, जिरा ल्वाङ सुत्ने लागि पड्काएको अनि बेसेर हालेको छु। नुन पनि हालेको थिएन मैले। एकछिन यसलाई भुटौँ अझै। Makan apa? Telur ors. चाहिँ यहाँ डाइट खाइरहेको छ। यो चाहिँ हाम्रो होस्टेलबाट देखिने भ्यू हो। लगभग हाम्रो होस्टेल त 11 तला माथि छ। यो चाहिँ सन्ने मेडिकल सेन्टर भन्छ, ठुलो मेडिकल छ। अनि अलि पर त्यहाँ सपिङ सेन्टर छ। त्योदेखि अलि पर चाहिँ हामीले काम गर्ने मल छ भनौँ न। मलभित्र हाम्रो रेस्टुरेन्ट छ। पान्डा चाहिँ पड्किँदैछ है। अब यतिको भइसकेको छ। अब यसमा प्याज लसुन खोर्सानी अहिले काटेर राखेको त्यो हाल्नुपर्छ। प्याज खोर्सानी लसुन राखिहालौँ सबै। त्यसरी भुटौँ केही बेरलाई हालेर भुटौँ मजाले। प्याज खोर्सानी लसुन पाक्छ। त्यस पछाडि अघि पिसेको मसला